Hello viewer, namaste and welcome to my channel Teaching Traveler. I am going to request to subscribe my channel, like and sweet comment in my video. This is the view of Ghodabade that lies in Katekhola Rural Municipality and Galkot Municipality. It has a cold and a temperate climate, and that consists of a dense forest. We can observe the beautiful Himalayan range that is Machapur and Annapur Himalayan range. दर्शक वृन्दहरु म 8 बजे बागलुङ बजारबाट हिँडेको थिएँ। अहिले यहाँ आइपुग्दा फेरि ठीक 9 बजिसकेको छ। यो भ्यूको कच्चा रोडको कारणले गर्दा फेरि यो स्कुटीमा यो बाटो यात्रा गर्दा अत्यन्तै कठिन मैले महसुस गरेको छु। अब घोडाबादेबाट एक साँघुरो रोड, घुम्ती र वरिपरिको घना जंगललाई हेर्दै म अब हटिया बजार, गलकोटको हटिया बजार प्रवेश गर्दैछु। गलकोटको हटिया बजारबाट देखिने वरिपरिको दृश्यहरू तपाईहरुलाई देखाउने प्रयास गरिरहेको छु। यो गलकोटको बजार हो। पछाडीतिरको भागहरू अलि कटिसके, गलकोट कटिसकेपछिको भूभागहरू मैले यहाँ देखाइरहेको छु। अब गलकोट बजारबाट बिस्तारै म खरबाङतर्फ अगाडि बढिरहेको छु। खरबाङको वरिपरिको दृश्यहरू तपाईहरुलाई देखाउने जमर्को गरिरहेको छु। अहिले लगभग 9:30 बजिसकेको छ र खरबाङ बजारबाट बिस्तारै म अब भीमगिठे बजारतर्फ अगाडि बढिरहेको छु। भीमगिठेको पुल क्रस गरेर अगाडि बढिरहेको छु। लगभग बिहानको चाहिँ 10 बज्नै लागिसकेको छ र यहाँ वरिपरि भीमगिठेको क्षेत्रबाट वरिपरि देखिने दृश्यहरू तपाईहरुलाई देखाउने जमर्को गरिरहेको छु। यहाँ हाइवे यो मध्यपहाडी हाइवे नै पर्दछ र मध्यपहाडी हाइवे हुँदै हुँदै म अब बिस्तारै सम्भवतः यो 11 बजे भित्र बुर्तिवाङ बजारमा पुग्ने जमर्को गर्नेछु र बुर्तिवाङ बजारमा केही समय त्यहाँ खाना खाएपछि बुर्तिवाङलाई छोडेर म मध्यपहाडी हाइवे पछ्याउँदै निसीखोला गाउँपालिका प्रवेश गर्नेछु। तपाईहरुलाई वरिपरिको यो दृश्य पनि देखाउँदै अगाडि बढिरहेको छु। हेर्नुस् त दर्शकवृन्दहरु, तपाईले दृश्यमा देख्नु भएको छ वरिपरि धान, कति राम्रोसँग धान फलिरहेको छ। खोलाको वरिपरि सानो सानो चाहिँ खेतका बारीहरू छन्, त्यहाँ धान फलिरहेको छ। वरिपरि सुन्दर पहाडी दृश्यहरू मैले देखाइरहेको छु। यो सुन्दर दृश्यलाई हेर्दै हेर्दै हामीले आफ्नो मनलाई स्थिर राखेर म चाहिँ स्कुटी मार्फत अगाडि बढिरहेको छु। दर्शकवृन्दहरु, म भीमगिठेको नजिक पुगेको छु र भीमगिठे बजारमा आइपुगेको छु। 10:45 भइसकेको छ र अब भीमगिठे बजार क्रस गरिसकेपछि म अब मध्य पहाडी हाइवे हुँदै अगाडि बढ्ने छु। अहिले हामी भीमगिठे बजारमा आएका छौँ। भीमगिठे बजारको यो पुल तरेर दर्शकवृन्दहरु, 8 बजे बागलुङ बजारबाट म स्कुटी लिएर हिँडेको थिएँ। यहाँ आइपुग्दा फेरि 11:15 बजिसकेको छ। यहाँ दुईवटा बाटोहरू छ। दाहिने साइडतिर लाग्यो भने बुर्तिवाङ बजार पुगिन्छ, जुन 1 किलोमिटर डिस्टेन्स छ यहाँबाट भने। यता देब्रे साइड यो पुल हुँदै अगाडि बढ्यो भने मध्य पहाडी हाइवे हो। यो हाइवे हुँदै हुँदै निसीखोला गाउँपालिका, बागलुङको निसीखोला गाउँपालिका क्रस गरेर हामी पाती हाल्ने भन्ने ठाउँमा पुग्छौँ। त्यहाँ पुग्न लगभग 40 किलोमिटरको डिस्टेन्स रहेको छ भने यो बागलुङको बुर्तिवाङ बजारबाट रुकुमकोट, पश्चिम रुकुमको सदरमुकाम रुकुमकोट पुग्न लगभग 86 किलोमिटरको डिस्टेन्स रहेको छ। यहाँबाट मैले वरिपरिको दृश्यहरू, यो ठाउँको वरिपरिको दृश्यहरू पनि तपाईहरुलाई देखाउने जमर्को गरिरहेको छु। सक्दो मैले तपाईहरुलाई जानकारी गराउने प्रयास गरिरहेको छु। तपाई सेफ फोक्सुन र टाल डोल्पातिर जानको लागि यही बाटो पछ्याउँदै अगाडि बढ्ने हो। त्यसैले म पनि यही बाटो पछ्याउँदै अगाडि बढिरहेको छु। दर्शकवृन्दहरुलाई मैले यो जानकारी गराइरहेको छु।
दर्शकवृन्दहरू, यो बुर्तिवाङ बजारको नजिकको दृश्य हो। बुर्तिवाङ बजारबाट पूर्वी रुकुमको सदरमुकाम रुकुमकोट पुग्नको लागि लगभग 86 किलोमिटरको डिस्टेन्स रहेको छ। यहाँ बुर्तिवाङ बजारमा आइपुग्दाखेरि म अहिले 11:15 बजिसकेको छ। यहाँ आधा घन्टा तिमा खानसाना खाने, रेस्ट गर्ने, यहाँ वरिपरिको दृश्यलाई तपाईहरुका सामु कैद गर्दै देखाउँदै म अगाडि बढ्ने जमर्को गर्नेछु। यो वरिपरिको दृश्य तपाई देख्न सक्नुहुन्छ। अहिले म निशीखोला गाउँपालिका वार्ड नम्बर 1 को कान्छी बजार भन्ने ठाउँमा आइपुगेको छु। यहाँबाट यो वार्ड नम्बर 1 कान्छी बजारको पारीपट्टिको यो दृश्य देखिरहेको छु। अब यही बाटो हुँदै हामी निशीखोला जाँदैछौँ। लगभग अब केही किलोमिटर डिस्टेन्स क्रस गरेपछि हामी निशीखोला पुग्नेछौँ। गाउँपालिका वार्ड नम्बर 4 स्थित झिमाखोला बजारको दृश्य मैले देखाइरहेको छु। दिनको ठिक 12:30 बजेको छ। मैले निशीखोला गाउँपालिका वार्ड नम्बर 4 स्थित झिमाखोला भन्ने ठाउँको झिमाखोला बजारबाट देखिने यो दृश्यहरू तपाईहरुलाई देखाउने प्रयास गरिरहेको छु। यो झिमाखोला बजारबाट पश्चिमतर्फको यो दृश्य हो। अहिले म बागलुङ जिल्लाको निशीखोला गाउँपालिका स्थित निशी बजार अथवा निशी गाउँमा आइपुगेको छु। निशी गाउँबाट पूर्वतर्फको यो दृश्यहरू, निशी गाउँको दृश्यहरू, त्यसको वरिपरिको दृश्यहरू मैले देखाइरहेको छु। यो निशीखोला गाउँपालिकाबाट देखिने त्यसको आसपासको निशीखोला वार्ड नम्बर 6 स्थित भलकोट गाउँ म देखाइरहेको छु। भलकोट गाउँ अहिले दिनको ठिक 1 बजेको छ। अहिले म हिँड्दै भलकोट गाउँमा पुगेको छु र भलकोट गाउँबाट देखिने त्यसको भिडियो दृश्य वरिपरिको भिडियो दृश्य पनि कैद गर्ने प्रयास गरिरहेको छु। अहिले म निशीखोला गाउँपालिका वार्ड नम्बर 6 भलकोट गाइजहरू, मैले रुकुमको र बागलुङको सीमा पाती हाल्ने भन्ने ठाउँबाट लगभग 10 किलोमिटर अगाडि बढिरहेको छु। पुरै रोड चाहिँ एकदमै कच्चा रोड छ र त्यहाँबाट मैले पूर्वी रुकुमको पूर्वी भागतिरको यो भिडियो दृश्यहरू देखाउने प्रयास गरिरहेको छु। अहिले अलि बादल लागेको छ, तैपनि मैले यो दृश्य देखाउन कति सम्भव हुन्छ त्यो प्रयास गरिरहेको छु। मैले रूपगा भन्ने ठाउँमा, पूर्वी रुकुमको रूपगा भन्ने ठाउँमा आइपुगेको छु। यहाँबाट देखिने भौगोलिक दृश्यहरू कस्तो छ मैले तपाईहरुलाई देखाउने प्रयास गरिरहेको छु। यो उत्तरतिरको चाहिँ भागहरू, यो पूर्वतिरको भागहरू, यो रूपगा भन्ने ठाउँ, रूपगाबाट देखिने दृश्य पूर्वी रुकुमको पश्चिमतिरको। दर्शकवृन्दहरू, अहिले म पूर्वी रुकुमको लुकुम भन्ने ठाउँमा आइपुगेको छु। यहाँको ग्रामीण बस्तीहरूको घरहरू र त्यहाँ मकैहरू सुकाएको जुनै नङ्गाएर
मकैहरू सुकाएको या दृश्यहरू तपाईँहरूलाई देखाइरहेको छु। यो रुकुम भन्ने ठाउँ हो। बाटोमा हिँड्दै गर्दाखेरि तपाईँहरूले यो दृश्य देखाउने प्रयास गरिरहेको छु। यो रुकुम भन्ने ठाउँ। अहिले म पूर्वी रुकुमको धौला पहिरा भन्ने ठाउँमा आइपुगेको छु। तपाईलाई यहाँबाट पूर्वी रुकुमको चाहिँ केही भौगोलिक दृश्यहरू र यो काठे खोलाको भागहरू चाहिँ यो देखाइरहेको छु। हामी रुकुम पुग्नुको लागि अब 4 किलोमिटर बाँकी छ। लगभग 3:50 गएको छ। यहाँबाट देखिने यो दृश्यहरू मैले यो जोग्राफीहरू यहाँको भूबनोटहरू चाहिँ देखाउने प्रयास गरिरहेको छु। यो रुकुमकोट पुग्नुभन्दा केही डिस्टेन्स पुग्नुभन्दा केही अगाडिको चाहिँ दृश्य हो। दर्शकवृन्दहरू, अहिले म रुकुमकोट आइपुगेको छु। रुकुमकोटबाट उत्तरतर्फको भौगोलिक बनोटहरू मैले देखाइरहेको छु। अत्यन्त सुन्दर भौगोलिक बनोट देख्न सकिन्छ उत्तरतर्फको भूभागमा। र यो यहाँनिर एउटा प्रहरी चौकी छ। यतापट्टिको पूर्वीतिरको भागहरू पनि देख्न सकिन्छ। यतापट्टिको साइड रुकुमकोटको त्यहाँ बोर्डमा पनि देख्न सकिन्छ रुकुमकोट भनेर लेखेको छ। मैले रुकुमकोटको कमल पोखरीमा आएको छु। तपाईहरुलाई यो रुकुमकोटमा रहेको कमल पोखरीको दृश्य, त्यस वरिपरिको भौगोलिक दृश्यहरू देखाइरहेको छु। अहिले दिनको 4:40 भएको छ र म यहाँ रुकुमकोटको कमल पोखरीमा एकछिन भिडियो बनाउन बसिरहेको छु। त्यसपछि आज पश्चिम रुकुममा गएर चाहिँ बास बस्ने मेरो प्रयास हुनेछ। रुकुमको सदरमुकाम रुकुमकोट बजार र यसको आसपासको क्षेत्रको यो भिडियो दृश्य देखाइरहेको छु। यहाँ वरिपरिको जोग्राफी भौगोलिक बनोटहरू सबै मैले देखाउने प्रयास गरिरहेको छु। सदरमुकामबाट आधा घन्टा डिस्टेन्स क्रस गरेर अब म पश्चिम रुकुमको सदरमुकाम मुसिकोट नजिक आइपुगेको छु। यहाँ देख्न सक्नुहुन्छ अब यो पूर्वी रुकुमको यो पश्चिमी रुकुमकोटको प्रवेश मार्ग हो, प्रवेशद्वार हो। अब पूर्वी रुकुम सकिएको छ। अब पश्चिमी रुकुमको सदरमुकाम मुसिकोट पुगिनेछ, जुन कडाली प्रदेशभित्र पर्दछ भने यो पूर्वी रुकुम चाहिँ लुम्बिनी प्रदेशभित्र पर्दछ। दर्शकवृन्दहरू, म अहिले पश्चिमी रुकुमको प्रवेशद्वारमा पुगिसकेको छु। यहाँ आइपुग्दाखेरि 5:25 गइसकेको छ। म आज मेरो गन्तव्य भनेको अगाडि पश्चिमी रुकुमबाट पनि अगाडि बढेर सिमली भन्ने ठाउँसम्म पुग्ने मेरो चाहना रहेको छ। दर्शकवृन्दहरू, म पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट आधा घन्टा डिस्टेन्स क्रस गरेर पश्चिम रुकुमको सदरमुकाम मुसिकोटतर्फ आउँदैछु। पूर्वबाट आउँदाखेरि म यही बाटो अहिले मैले देखाएको छु, यही बाटो हुँदै पश्चिम रुकुमकोटको सदरमुकाम मुसिकोट आउने हो। यहाँबाट यस्तो घुम्ती छ, यो खोज छ, त्यहाँबाट यसरी क्रस गर्दै गर्दै हामी यहाँ आउँछौँ। यो दर्शकवृन्दहरू, पश्चिमी रुकुमको घुम्ती मार्गबाट देखिने धेरै सुन्दर हिमाली दृश्यहरू, कतिपय ठाउँमा कालो पत्थर मात्र देखिन्छ भने सिस्ने हिमाल, दृश्यमा देखिएको हिउँ भएको चाहिँ त्यो सिस्ने हिमाल हो। तपाईहरुलाई मैले यहाँ देखाउने जमर्को गरिरहेको छु। अब म यो घुम्ती मार्ग क्रस गरेर अगाडि बढ्दैछु। मुसिकोट स्थित तीर्थ स्मृति पार्क। अहिले म पश्चिम रुकुमको शाखा भन्ने ठाउँमा आएको छु। पश्चिम रुकुमको रुकुमकोट नगरपालिका अन्तर्गत शाखाबाट देखिने वरिपरिको भौगोलिक दृश्यहरूलाई मैले यहाँ कैद गर्ने प्रयास गरिरहेको छु। यो मुसिकोट नगरपालिकाको शीतल पोखरीबाट देखिने दृश्य हो। यही खोज हुँदै हुँदै हामी डोल्पा जान्छौँ। यो शीतल पोखरीबाट देखिने आसपासको भिडियो दृश्य र मैले यहाँ कैद गरिरहेको छु।
दर्शकवृन्दहरू अहिले बेलुकाको 6:30 बजिसकेको छ। अहिले पश्चिमी रुकुमको सदरमुकामको नजिक शीतल पोखरी भन्ने ठाउँबाट अगाडि बढ्ने जमर्को गरिरहेको छु र मैले यहाँ कैद गरिरहेको छु।